त्यो हामीले छोडेर सानो भने छोडिन्छ नि म त मरेर नि बच्चे यार भनेर अरू साथी सब कुराहरू लाग्छ तान्यो खाना भाग्दै ल फेरि अब लास्ट म भन्दा कत्रो छ रे ठुलो छ नि त नानी दिदीलाई कसले पारेको यो मैले पारेको ल भन्नु नि त क्यामेरामा कसले पारेको यो भन्नु यो समात्नु ढाकोले समात्नु न यी माछा पारे कसले पार्यो मैले पारे कस्तो लाग्यो भन्नु न कस्तो लाग्यो साथीहरू माछा मार्न आउनु भन्नु न कस्तो लाग्यो साथीहरू माछा मार्न आउनु अनि अरू पकाएर खानु हाँसेन हेलो गाइज भनेको त बाई हेलो गाइज भनेको त बाई यसरी भन्ने ल हेलो नमस्ते हजुर सम्पूर्णलाई हाम्रो आजको यो भिडियोमा स्वागत छ अनि हामी आजको यो भिडियोमा कहाँ जान्छौँ भन्दाखेरि आज हामी चाहिँ यहाँ चितवनमा रहेको यो कमल पोखरी हो कि के हो त्यहाँ गएर हामीले चाहिँ माछा फिसिङ गर्ने अनि त्यो फिसिङ गरेको कति किलो हामीले गर्छौँ त्यसको पे गरेर हामीले लिएर ल्याउन पाउँछौँ सँगसँगै हामीले वहीँ खाएर पनि बनाएर पनि आउन पाउँछौँ आज हामी त्यहाँ जाँदैछौँ आजको हाम्रो यो भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला किन भन्दाखेरि आज हाम्रो नान दिदी लिएर स्पेशल मुसा काजी स्पेशल के अरे स्पेशल मुसा काजी चट्टा कट्टा बोकेर अनि आजको हाम्रो यो भिडियोमा होइन तपाईँहरूले चाहिँ टिकटकमा देखिरहनु हुन्छ होला यो फटालाई होइन खतरा गर्छ अस्ति टाउको कपाल काटेर भक्ते भाइ बनिरहेको थियो भने अब आज चाहिँ के गर्छ कुनै नानी दिदीको आमा छोराको कन्टेन्ट छ आज टिकटकको भने होइन हेर्दै गर्नु होला अनि सँगसँगै हाम्रो यो भिडियोमा हुनुहुन्छ भने हाम्रो टिकटकमा पनि जानु होला है यो भाइहरूको टिकटक पनि राम्रो छ राम्रो रिच गइरहेको छ हजुरले यता नि माया देखाइदिनु होला मेन त सबभन्दा धेरै माया चाहिँ हाम्रो नानीलाई देखाइदिनु मम्मीलाई यस्तो अनि नानी दिदीलाई थाहा छ सक्छ कसैले सक्छ त कसैले नानी दिदीलाई चढेन के नानी घुम ल सुन्दै यता लैजाउँ यतै रहने ल यो रिसोर्ट म पहिला पनि आइसकेको थियो Your destination is on the left. बवाल पौडी खेल्दिन पौडी खेल्न त दिन्न होला नानी दिदीले खेलिदिन्छ नि पौडी त नआएको नि 1 वर्ष भयो भएर खेल्छु पौडी खेल्न आउँछ आउँदैन आउँछ कहाँ सिकेको नि तपाईँले हे कसले सिकाएको भन्नु त मुसालाई चिनो होला हामीले सिकाएको मलाई मासको हेल्प पौडिन्छ कि पौडिँदैन नारायण त नि होला है यहाँको विशेषता भनेको चाहिँ के हो भन्दाखेरि हामीले यहाँ बल्छी दिनुहुन्छ उहाँहरूले अनि त्यही बल्छी लिएर हामीले त्यहाँ गएर माछा मार्ने जति मार्यो त्यसको पैसा तिरेर त्यो लान नि पाइयो के बुझ्नुभयो माछा खान्छ नानीलाई मनपर्छ माछा सिङ्गे खाइदिन्छ सिङ्गे खान्छ सिङ्गे खाइदैन ल म दुईटा मार्छु 1 घण्टा बनाउने दुईटा मार्छ नि है मार्नु पर्छ फेरि ल फेरि बोल्ने मात्र हैन नि बोल्ने मात्र हैन फेरि मार्नु नि पर्छ मुसे जस्तै हो फेरि बोल्ने मात्र होला फेरि को म जस्तो म त सिवर भाइ भित्रै सिरेर समातेर ल्याइदिन्छ तपाईहरुलाई चाहिँ नि यहाँ आइसकेपछि फिशिङ रडहरु दिनुहुन्छ आटाहरु सबै दिन्छ अनि तपाईहरु जहाँ गएर उता बिचमा गएर मारे पनि हुन्छ जति मार्नुहुन्छ त्यसको चाहिँ नि पर केजीको हिसाबले है कति रुपैयाँ केजी रे 350 रुपैयाँ किलो ल जानु कहाँ जाने तल झर्नु न अनि हान्नु पानीमा चाहिँ ल जानु तपाईँ जानु जुत्ता खोल्मै हैन पर्दैन पानीमा केही गर्नु पर्दैन उ त्यहाँ हेर्नु त माछा उफ्रिरहेको त्यहाँनिर हान्नु त पर्छ मलाई जोगाउ बानु यता ल्याउनु बानु ल अलि पर हान्नु अलि पर मलाई न तान्नु हो ल हो त्यही ल ल अब उ त्यो कालोलाई कालो उ त्यो हेरिरहनु त्यो कालो डुब्ने बित्तिकै तान्नु त्यो कालो डुब्यो भने कालो डुब्यो भने माछा तानेको हुन्छ नि फुत्ते तान्नु निकाल्नु अनि नआउनु पनि छ मन त निकाल्नु अलिक टाढा हाल्नु त कहाँ जानु हैन के गरेको त्यस्तै बसेर गर्दै निस्क्यो होला त्यो उसे खानेकुरा खाना है
खाएर भागिसक्यो बच्चाले यो खाएर भागिसक्यो के भयो माटिङ म त पानी हेर्दा जाऊ न मलाई न घुमाए जस्तो लाग्यो हेरिरहेको त ल म मार्दैन घुमायो कस्तो पानी हेरिरहेको त घुमाए जस्तो लाग्यो काम नपाउने आयो भिडियोमै देखेन के अरू भन्दा नि तिमीले त केही यहाँ झुन्डाइदिएछौ यार सानो भयो क्या होइन कहाँ हो यसलाई नि यो चलाइ नि हेर्नु त चढ्यो ऊ 4 मिनट कति भयो ल ताने अजित ओ मुसिले तान्यो कोला मलाई थाहा हुन्छ नि कतिखेर पर्छ भनेर निकाल काल हाल एकै सानो भने हान्ने हो के हाम्रो आफ्नो हातले बनाएको होइन अब त्यो मोर्छ त्यो यतै फ्याला भयो त्यो फेरि यिनीहरूलाई ऊ हुन्छ अहिले यसमा लानुपर्छ ल हो यो यतिभन्दा लामो हुनुहुन्न कि सुजन दाइ नि चक्कर आयो मैला खोचिरहेको त भएर बोल्दै चाहिँ किन भन्ने हाल हाल यहाँ हाल यत्रै खत माछा अनि के हामीलाई त केही नि यो त हामीले त त्यति फ्रीमै हो मार्ने बोल्न आधी किलो भयो माथि बेटर न भनेको चाहिँ ओ नानी दिदी के छ हालखबर माछा 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 अजितको सब ठिक छ दाइ सब ठिक म छ? त रमाइलो भइरहेको केटाहरूले आनन्द छ सुन हाल्दै त्यता एकदम तपाईँले तिमी हाल न तिमी हाल्यो भने म पार्न चाहन्छु कि एउटा यता 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 फेला ल ओ ल जान्थ्यो अलि यता हो छेउमा हो ल आयो आयो काल यता राम्रो आयो ल यता हेर आयो आयो यहाँ हाल हाल त्यही हाल मलाई ठुलो भयो है अब योभन्दा ठुलो पर्छ अझै हेर ए ठुलो आयो अहिले माछा मात्र मार्ने कि मच्छी पनि पार्नेहरू उता गरेछ नि यसको गरेछ पछाडि मच्छीहरू छ नि त ओए त्यो 360 त्यस्तै राख्नु हुन्थेन म आइहाल्छु लौ माछकी भाइ लौ त्यो खाइदिइसक्यो तिम्रो दाना लौ निकाल खा खाइन हात गराउँछ के अलि यता लौ समात यो हातमा राख न थोरै हाल्दै हान के समात हातले टोक समात ओए आयो 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 यहाँ हेर्ने रे के ल बस 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 रोज समातेछ नि समाउँछु नि म उहाँको आयो उहाँको होइन 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 राख बो ल्याउ ल्याउ लानी मुछे निकाल्दे ए यहाँ बस बस उता जानु न पिट्छ यहाँ बस्ने हो यहाँ बस्ने है चल्यो होइन ओए परे 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 पर्यो साइज त ठुलै पर्यो है मुसेको पनि परे क्या परेन यसमा सोल्टीको परेन त्यो अघि तिमीहरू मैले हान्ने भनेको उब्रेको के हो जस्तो लाग्यो कि है फटाङ्ग उब्रेको बेसी भयो होला है नानी दिदी अब त हाम्रो त एउटा त्यहाँ छ कि ठुलो आँटा भ्याइयो मेरो भ्याइयो? आँटा ल्याउ त ठुलो बुझु बुझु भन्दा कसले मिठो बनाउँछ नि माछा सुजन दाइले कि हजुरले सुदनले हो ल सुजन दाइले चाहिँ मिठो बनाउनुहुन्छ अरे हाम्रो
म त मरेर नि बचे यार भन्यो होला मान्छेले के भनेर त्यो नानीको सोचना के भन्नु अरे नानी त्यो हामीले छोडेर सानो भने छोडिन्छ नि म त मरेर नि बचे यार भनेर अरू साथी सब कुराहरू लाग्छ यो त ठुल्ठुलो छ नि है बुढे यो त ल ल यो अघि यो नानी दिदीले बनाएको माछा हो होइन पारेको माछा अजित भाइले पनि पारेको होइन मेरो उतासँग लैजाने घर मैले पारेको होइन तैँले पारेको पनि पाइन्छ क्या नानी दिदीले पारेको भन्दैन धेरै तपाईँले कति धेरै पार्नु भयो हजुर कस्तो छ मिठो छ यो मलाई थाहा छैन माछा जस्तो यस्तो मसलै हालेर नरहेछ क्या धेरै यो मासलामा त्यस्तो टेस्टै जस्तो लाग्यो भर्खरै मारेको भएर होला के म अलिकति धेरै बेर माइन्डेड गरेर राखेको भए हुन्थ्यो नभएर होला ओ गुन्दिन दिदी नानी दिदीलाई त गुन्दिनी हो अरे तपाईँ हो तपाईँले डेन्जर दिदीलाई हानिदिएको ताना मास के ताना ठुलो यो त ठुलो यो त हामीले एक सौटा खाइदिन्छु यो त वान सट देन नानीलाई देन त्यहाँ नानीले राख्छ आउनु ल म त मार्नु नानी दिदीले मार्नु पर्यो नि एकफेर जानु न अघि नै मारेको एउटा फेरि मेरो हात माछाको नखा माछा गना अरे माछा मार्न आएको माछा गनाएर के भयो त नि माछाको नखा खै खै त हालेको खै त तान्ने तान्यो ओइ किन हो नानी दिदीको ढिलो भएको नानी दिदी तान्यो खारा भाग्दै ल फेरि एक खारा भाग्दै ल फेरि एक फेरि अब लास्ट ल नानी दिदीको पालो है अब है ल नानी दिदीले हेरौँ है तान्यो ओइ कत्रो ठुलो पार्दै कहाँ उठाइदियो नानीले माछा गयो ल्याउ त अजित कत्रो माछा ताने ह डोर नानी हुर्नु तान्दो रहेछ किन तान्दो रहेछ बल्ल तान्यो ओइ नानी दिदीले तान्यो आमा आफू जत्रै पारेछ क्या नानी दिदीले त खै उठा त सबभन्दा सानो हो क्या अहिले आफू जत्रै पारिदियो नानी दिदीले त माछा त पार्न त पारिदियो आफू जत्रै तान्यो कत्रो छ अरे ठुलो छ नि त कत्रो छ नानी दिदीलाई कसले पारेको यो मैले पारेको ल भन्नु नि त क्यामेरामा कसले पारेको यो भन्नु यो समात्नु ढाकोले यो समात्नु न यी माछा पारे कसले पार्यो मैले पारे कस्तो लाग्यो भन्नु न कस्तो लाग्यो साथीहरू माछा मार्न आउनु भन्नु न कस्तो लाग्यो साथीहरू माछा मार्न आउनु अनि अरू पकाएर खानु हाँस हेर्न हाँस तान्यो बल्ल आयो बल्ल थाहा पाएँ सानो हो नि हजुर अहिलेको ठुलो थियो यसरी पर्नु यस्तलाई भनेको पर्छ यस्तरी होइन नानी यस्तरी पार्ने हो कि होइन कत्रो खाइदिउँ क्या ल खोइ त नि घिउ त झैया पार्दैन ल अजित भाइ ल म त हान्दैको ल खाइदिउँ है ल नानी दिदी ल खाइदिउँ म त गर्छु न ल ल होइन त मिठो बनाएको है खाना त है ल भोक लाग्यो छ अहिले हेर्दाखेरि मिठो देखियो क्या होइन ल नानी यता हेर्नु फर्केर कस्तो भयो भनिदिनु त सबै देख्छ मिठो भयो हामीले यस्तो बोल्नु पर्दैन ल भन्नु अब खाना थप्छ है नानीले टन्ने है कति धेरै फिस भन्दा पनि यो तरकारीहरू मन पऱ्यो क्या खानेलाई बोल्न दिन्थेन हाम्रो आमाले त कराउँथ्यो हामीलाई त हजुरलाई के मिल्यो सबभन्दा माछा कि आलु कि आलु मटर पनि मिठो छ माछा त भन्नै पर्दैन अब माछा खाना आएको है खाना भने आएपछि खानु पर्यो नि त तर वाउ भने चाहिँ यहाँको एक्सपेक्टेसन चाहिँ बिट गर्यो
कि हम्बाल्ने तपाईँ यहाँ खान्छ पाल्छ हम्बाल्ने भन्नु ऊ बिचरा माछा त मरेछ नि खै त माछा त हुन्छ आएर माछा हाँस हेर्नु तिमीले खाइदिनु माछा खाइन्छ खाइदिन्छ? भेटा खान्छ यो भेटा नि खान्छ निन्छ भेग्दा त निन्छ भने चाहिँ के बाँकी हुन्छ हो चार खुट्टा भेग्दा त निदिन्छ है राम्रो लाग्यो यो ठाउँ अघि हाँसको लागि कता कता ऊ के ऊ त्यहाँ ऊ हाँस हो त नि अघि हेर्न आएको नि म ए के कुरा हेर्न आएको थिएँ मैले नाम होला नि घर है है ठाउँ राम्रो छ है यो ठाउँको है ठाउँ राम्रो छ ल देख्नु है हजुरहरूलाई डिस्टर्ब गरिदियौँ कि है हामीले है सरी है हेलो भन्नु के हो भन्नुपर्छ हेलो रे ल अब सबैलाई प्याक गरेर जाने अब ल अब प्याक गर्ने हुन्छ नि है यहाँ बस्छु ल हिँड ल ल हिँड जाम ल हात पनि ल बाई बाई भन्नु ल बाई बाई ल